दोस्रो चिकन बनाएको। ल यो कसरी बनाउनु पर्छ भन्ने कुराहरू कति भाइ बहिनीलाई थाहा छैन होला बहिनीहरूलाई। अनि पहिला चाहिँ ब्रेड काट्नु होला, अनि सिनियामा अलिअलि तेल लगाउनु होला, अनि त्यहाँबाट जिजर र अनि चिकन चाहिँ अनि यसरी भुट्नु होला। पहिला चिकनलाई चाहिँ उसिन्नु 10-15 मिनट, अनि त्यहाँबाट अनि निकालेर अनि मसिनो धुजा बनाएर जिजर लगाएर अनि मजाले फेरि भुट्नुपर्छ है, मसलाहरू लगाएर। अनि अलिकति जुगुन पनि लगाइदिनु, अनि त्यहाँबाट अनि जुगुन लगाएपछि अनि निकालेर अनि ब्रेड तल लगाएर माथिबाट अनि यो लगाएर फेरि यो माथि पनि ब्रेड लगाएर अनि त्यहाँबाट अनि यो खालको दुध अलिकति अनि जुगुन अनि त्यहाँबाट अनि बिस्ता अलिकति अनि अलिकति क्रेमा मिसाएर फेरि मिक्स गरेर अनि यहाँ माथि लगाउनु होला। अनि त्यहाँबाट अनि फोरनमा लाउनु होला, अलिकति तल आगो लाउनु अनि माथि अलिकति हल्का लाउनु, ब्राउन हुन्छ माथि। अनि त्यहाँबाट अनि भरे निकाल्नु होला है त। म फेरि एकछिनमा तपाईँहरूलाई यसको अर्को पार्ट पनि म तपाईँहरूलाई देखाउँदैछु ल अहिले। ल कुकम्यान चाहिँ उहाँ हुनुहुन्छ है, खासै कुकम्यान त होइन, कुकम्यान मैले सिकेको कुराहरू चाहिँ तपाईँहरूलाई मैले सिकाएको। किनभने अहिले नयाँ नयाँ बहिनीहरू आउनुभएको छ नि त, अनि कति कुराहरू त खाना बनाउनु जानेन भने गाह्रो हुन्छ। कुबेतीहरूले कति गाह्रो बनाउँछ नि त होइन। अलिअलि जानेको छ भने चाहिँ अनि आफूलाई पनि सजिलो हुन्छ नि त। अनि भइसके चाहिँ बहिनीहरूले दुःख नपाओस्, नयाँ आउने बहिनीहरूले भन्ने तरिकाले मात्रै हो। किनभने पहिला हामीले पनि धेरै दुःख पायौँ नि त, भाषा नजान्दा, भात पकाउनु नजान्दा होइन, कति दुःख पायौँ नि त होइन। त्यही कारणले है त। ल